हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। तपाईँलाई मेरो ब्लगमा चाहिँ स्वागत छ है। अनि आज चाहिँ म घाँस काट्न जानु लागेको बारीमा। बिहान घाँस काट्न जानु लाग्यो होइन। यत्रो डोकोमा भर्नुपर्छ यहाँ पछाडि डोको पनि यहाँ यत्रो डोकोमा घाँस भर्नुपर्छ। एक्लै हो, के गर्नु, गाउँले जीवन, किसानको छोरो भएपछि यति गर्न परिहाल्यो होइन। घाँस काट्नु काँक्रो अस्ति टिपेको भर्खर यहाँनिर हिजो टिपेको काँक्रो चाहिँ म पनि टिप्न आएको थिएँ। ढोको पनि बोकेको थिएँ, काँक्रो बोकेको थिएँ होइन। अनि आज चाहिँ घाँस काट्न जानु छ। यस्तो गेटअप छ, बाबाको सर्ट लगाएर जानु परिरहेको छ यहाँनिर। अब त्यहाँ म घाँस काट्ने ठाउँमा पुग्छु अनि तपाईँहरूलाई देखाउँछु है त। यहाँनिर गाइज म चाहिँ घाँस काट्ने ठाउँमा आइसकेको छु। मम्मी चाहिँ म त्यहाँनिर हुनुहुन्छ। अनि घाँस काट्ने ठाउँ चाहिँ म त्यहाँ हो, यता हो। यिनीहरू चाहिँ हाम्रो बारीहरू हो। यिनीहरू चाहिँ हाम्रो घर पछाडिको बारीहरू यिनीहरू। अनि अब जाउँ त्यहाँनिर डोको बिसाउँ अनि घाँस काट्न लागौँ। एक डोको त भरिन्छ होला आज। अस्ति यो मकैबारीमा यस्तो मकैबारीमा मल हालेको यहाँ यस्तोमा छिरेर क्या, यस्तोमा छिरेर होइन मल हाल्न पर्ने। पुरै जिउभरि पासेर दुधो गरेको थियो यार। त्यतिखेर त हामीले यसमा चाहिँ अस्ति नै काटिसकेको थियो घाँस चाहिँ होइन। यहाँ चाहिँ अस्ति नै काटिसकेको थियो। अनि अहिले चाहिँ अब उयो काट्ने। यहाँ त काँडै थियो, पहिला काँडै थियो यहाँनिर। अनि यसमा चाहिँ काँडा खाने त्यस्तो दिदी। घाँस पनि दामी छ यहाँ। अब घाँस काटौँ, हेर्नुहोस् है त। फाइनली गाइस घाँस चाहिँ काटिसकेको छु। नामले चाहिँ यहाँ छ। मम्मी र दाइ त्यहाँ आइरहनु भएको छ घाँस काटेर। चाउन न धगलिदिनु यहाँ। अब यहाँ धगल्नलाई टाइम लाग्छ, त्यो धगालेर भ्याइसक्यो अनि भेटौँला है त। घाँस चाहिँ काटेर भ्याइसक्यो है। अब बोकेर चाहिँ घर सिधा अगाडि लाने। गरममा छ यार आज त घाँस लास्टै गर्नु बोकेर जाने घर। मकैबारीभित्रबाट छिरेर जानुपर्छ, पास छ फेरि खतरा होइन। मम्मीहरू चाहिँ पछाडि अब त्यहाँनिर घाँस काटेर लाग्नु भएको छ त्यहाँनिर। मैले चाहिँ अलिक अगाडि नै आएर अनि काटिहालेँ अगाडि नै आएर, मम्मीहरूभन्दा अगाडि होइन। अब त्यो बारी पनि लास्टै चिप्लो छ क्या। आज हिजो पानी परेर लास्टै चिप्लो छ है। अब घर जाउँ है, घाँस बिसाउँ। मम्मीहरूले यो बिगासे घाँस यो यताको यो बिगासे घाँसहरू काटेर यहाँ बाटोमा राख्नु भएको छ। बाटोमा राख्नु भएको छ। म चाहिँ अब यस्तोबाट छिरेर जानुपर्छ। मुखमा अलिअलि पाक्छ र आमामा मुखमा पासेर हैरान गर्छ होइन। त्यसमाथि शीतले गर्दा यो आली पनि लास्टै उयो छ चिप्लो छ। अनि आली पनि लास्टै चिप्लो छ, चिप्लिन्छ। त्यही भएर यस साइडबाट हिँड्नुपर्छ, यस्तोबाट हिँडेर जानुपर्छ होइन। अब घर चाहिँ हामी लागिसक्यो यहाँ। घर पछाडि काट्यो घाँस चाहिँ उता होइन, घर पछाडि नै काट्यो। त्यही भएर त्यस्तो बिच टाइम त लागेन। पसिना आएर मुखभरि
बसिन आएर पुरै गाह्रो अब घर चाहिँ आउनु लागिसक्यो। यो गोठमानेरी चाहिँ यो चप्पल चिप्लो भएर चप्पल पुरै चिप्लो भएर हिँड्नै सकेको छैन भने अब गोठमा बिछाउने हो यो चाहिँ। अब त्यहाँ लेट्स सी हेरौँ बिसाउँ होइन। हाम्रो चाहिँ यो आँपको बोर्ड है। यो आँप पनि फल्यो झाडीले गर्दाखेरि आँप पुरै झऱ्यो होइन। यो हाम्रो गोठ गाईहरू हाम्रो गोठ यो घाँस चाहिँ यहाँनिर बिछाउने बिसाउनु मैले फाइनली एक डोको काटेर भइसक्यो होइन। गोठ चाहिँ यो है। फेरि हाम्रो गाईहरू छन् 2टा। यो चाहिँ माउ, यो माउ यसको छोरो यो बाछो। अनि मैले घाँस काट्नुपर्छ हेर्नुहोस् गाईहरू भगाएर सोर्नुपर्छ। गाईलाई पानी खुवाउनु पर्छ। भगाएर हिजो पनि मैले सोरे हो होइन। सोर्नुपर्छ। आज यो घाँस काटेर लिएर आएँ। अस्ति पनि काटेर लिएर आयो ल होइन। आज चाहिँ यति नै हो गाईहरू है। तपाईँलाई थाहा भइसक्यो होला आज नि यति नै हो। अब चाहिँ है ल यो भिडियोलाई चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला होइन। र माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला है। र अब यति भन्दै म चाहिँ अर्को भिडियोमा भेट्छु तपाईँहरूलाई। बाई।